हिजो छुट्टै आज छुट्टै कतिवटा 3टा 6वटा 9वटा 10 11 12 13 14 उतै एउटाको त घोकै छैन। यस्तो गरेर खानुहुन्छ त के गर्ने होला। म त दुख्दा लागिसक्यो। छ्या कोही बेला खरेडीले हुन नदिने, कोही बेला बाँदरले हुन नदिने, कोही बेला दुम्सीले हुन नदिने, मौसमले हुन नदिने, वातावरणले हुन नदिने। अब म गएँ किधर गएँ बा। यस्तो राम्रो राम्रो घोका छ मकै। अब यिनीहरूलाई भोलि मैले सकुशल भेटाउँछु कि भेटाउँदिनँ थाहा छैन। भोलि यिनीहरूको पालो होला। यत्रो मान्छे छिर्न नसक्ने बाक्लो थियो। यस्तो राम्रो थियो मकै। यसरी स्वाहा पार्नुहुन्छ त भगवान। किन होला यस्तो गर्ने सधैँ। यति कतिजना आएको थियो होला, कतिवटा दुम्सी आएर खा होला यस्तो कि यति धेरै के। हिजो छुट्टै दुम्सी भगाउने निन्जा टेक्निक चाहियो मलाई। बचाऊ यसरी नै हुन्छ। र हिजो 6-7वटा बोट खाएको थियो। आज त त्यसको 100 गुणा बढी खाइदिन्छ। यस्तरी पनि हुन्छ र गाई तिहारमा भाइ दुःख गरेर खेती लायो। कहिले पानी परेर हुन दिँदैन, कहिले पानी नपरेर हुन दिँदैन, कहिले दुम्सीले। यो दुम्सीलाई कसरी लखट्ने हो, निन्जा टेक्निक चाहियो। टिक्कै लायो भने के खाने बेलै भएको छैन। हैरान बनायो।